सो गाइस फाइनली मेरो झुपुडीमा बनिसकेको छ डुनोट है। र यो चाहिँ मैले कसरी बनाएको भनेर चाहिँ तपाईँहरूलाई देखाउने छु। आउनुहोस् हेरौँ यसको प्रोसेसिङ के छ। सुस्मिता र रियानको लागि चाहिँ डोनट या डुनोट त्यो हुन्छ नि त्यस्तो बनाउनुको लागि चाहिँ है बनाउनु लागेको छु भनौँ न। र मैले पनि त्यही अब भिडियोमै हेरेर फर्स्ट टाइम बनाउँदैछु, तर हुनु चाहिँ राम्रो हुन्छ कि हुँदैन। तर त्यसको लागि चाहिँ सबै सरसामान चाहिँ लिएको छु। यहाँ चाहिँ अलिकति इस्ट हालेको छु है, र इस्ट अन्त अब चाहिँ यहाँनिर हल्का चिनी पनि हाल्नुपर्ने छ है। चिनी चाहिँ अब स्वाद अनुसार हाल्नु पर्यो। अनि फर्स्ट टाइम बनाउँदैछु, हुनु चाहिँ हुन्छ कि हुँदैन तपाईँहरू हेर्दै गर्नु होला। चिनी चाहिँ यति हाल्यो हो, इस्ट अनि चिनी। अब चाहिँ यसमा चाहिँ एउटा चाहिँ पोल्ट्रीको अन्डा, यो चाहिँ पोल्ट्रीको होइन, यो चाहिँ बस्तीकै अन्डा हो। पोल्ट्रीको चाहिँ एउटा मात्रै रहेछ र चाहिँ बस्तीको अन्डा हालिदिएको। र यसमा चाहिँ अब दुध हाल्नु पर्यो। दुध पनि गाईको दुध छैन, अब अमुल दुधै हाल्नु पर्यो भनौँ न, यति। अनि चाहिँ यहाँनिर चाहिँ यो चाहिँ हो के पो भन्छ यसलाई, बटर हाल्नु लागेको। डल्लै हालिदिउँ? हालिदिउँ। त्यो डल्लै हालिदिएँ। अब चाहिँ यसलाई चाहिँ यसरी मजाले मिक्स गर्नु पर्यो है। सबै मिक्स भएपछि चाहिँ यसलाई चाहिँ 20 मिनट चाहिँ मजाले छोपेर राख्नुपर्छ अलिक तातो तातो जग्गामा। फर्स्ट टाइम बनाउँदैछु गाइस, तपाईँहरू हेर्दै गर्नु होला। अब हुनु चाहिँ हुन्छ कि हुँदैन भने चाहिँ है। मजाले मिक्स गरिसक्यो, तपाईँहरूले हेर्न सक्नुहुनेछ है। यसलाई चाहिँ अब यसरी मजाले ढाकेर चाहिँ 30 मिनट चाहिँ अलिक अब चिसो जग्गा त नभनौँ, यो तातो जग्गा त नभनौँ, अलिक तातो तातो गरेर चाहिँ राख्नुपर्छ। मजाले मिक्स गरिसकेपछि चाहिँ यसरी है मजाले प्लास्टिकले ढाकेर चाहिँ राख्नुपर्छ है, अलिक तातो तातो जग्गामा। यहाँनिर राखौँ, अहिले चाहिँ गरमै दिन्छ है, त्यस्तो फरक पर्दैन। यसलाई चाहिँ बाँध्नुभन्दा चाहिँ यसरी ढाकिराख्छु। अब 20 मिनटसम्म चाहिँ यतिकै, त्यसपछि चाहिँ अरू प्रोसेसिङ हुन्छ गाइस। अब भने चाहिँ 20 मिनट होइन, आधा घन्टा जस्तो यो चाहिँ पास राखेँ है। र अहिले चाहिँ मजाको भइरहेको छ, र पनि अझै राम्रो भएको जस्तो चाहिँ लागेन। र यहाँनिर है मैदा चाहिँ 1 केजीमा अलिकति कम्ती लिएको छु है। र यसलाई चाहिँ अब यहाँ हालेर चाहिँ मैदा गुन्नुपर्ने। अब यसरी हालेर चाहिँ है मजाले यसलाई चाहिँ गुन्नुपर्छ। यो चाहिँ गुनिसक्यो है, गुन्दा गुन्दै यतिको सफ्ट भइसकेको छ है। र अब चाहिँ यसलाई चाहिँ ढाकेर या प्लास्टिकमा हालेर चाहिँ है 3 घन्टा जस्तो पास राखेपछि मात्रै है यसलाई गोलो सेप गरेर चाहिँ त्यही फ्राई गर्नुपर्छ, तब मात्रै डोनट चाहिँ हुन्छ। अब चाहिँ यसलाई यो प्लास्टिकमै हालेर 3 घन्टा पास राख्छु, त्यसपछि चाहिँ फ्राई गर्ने। चाहिँ डोनट फ्राई गर्नुको लागि चाहिँ सुस्मिताले त्यहाँ तेल हालेर चाहिँ खारिदिँदैछ। र यहाँ चाहिँ 2-2.5 घन्टामा चाहिँ यस्तो मजाले पास आएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ है। फाल्टो प्लास्टिकमा नहालिराखेको भए चाहिँ त्यस्तै 3-3.5 घन्टा राख्नु पर्थ्यो, तर अहिले चाहिँ करिब 2-2.5 घन्टा 2 घन्टा चाहिँ भयो भनौँ न। 2 घन्टामा यस्तो मजाले पास आएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। यस्तो मजाले पास आएको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ है। तर डोनट चाहिँ राम्रो हुन्छ कि हुँदैन अब हेरौँ। मसिनो मसिनो डल्लोको चाहिँ है यहाँ ग्यासमा चाहिँ एकदम लो फ्लेममा यसरी फ्राई गर्नुपर्छ हल्कासँगले। त्यसपछि चाहिँ मजाले पाक्छ लो फ्लेममा चाहिँ है। हाई फ्लेममा चाहिँ अब डढिहाल्छ भनौँ न, ज्यादा कालो भइहाल्छ है। पहिला चाहिँ यो ट्राईको लागि हामी गर्दैछौँ। अब भने चाहिँ देख्न सक्नुहुनेछ है हल्का पाएको जस्तो भयो। अब यसलाई चाहिँ निकाल्ने, एकदमै कलर दामी आएछ लो फ्लेममा पकाउँदा चाहिँ है। यो हिट ज्यादा हिट गऱ्यो भने चाहिँ कालो भइहाल्छ, राम्रो पाक्दैन।
अब देख्न सक्नुहुनेछ तपाईँहरूले एकदम डोनट। अब चाहिँ अर्को हालिदिने। अब भने चाहिँ एक फोल्ड पनि गरी अहिले भर्खर हालेको है। र यो चाहिँ सुस्मिताले टेस्ट गर्दै गर्छ। ल त टेस्ट गरिदेऊ। एकदम सफ्ट एकदम दामी भएछ। टेस्ट राम्रो आएछ। र यो चाहिँ यस्तै सफ्ट हुन्छ कि तपाईँहरूले यस्तो सफ्ट हुन्छ हो। यतिको सफ्ट चाहिँ डोनट चाहिँ दामी हुन्छ। तपाईँहरूले देख्न सक्नुहुनेछ। यस्तो गरेर यही हो डोनटै सेम डोनटै हो भनौँ न होइन। र रियानले पनि खाँदैछु डोनट है। मिठो दामी भन्दा दामी। त्यहाँ रियानले पनि खाँदैछ, सुस्मिताले पनि खाइसक्यो दुइटा है। त्यहाँ बनाइदिनु सघाउँदैछ र यहाँ फ्राई पनि हुँदैछ हो। देख्न सक्नुहुनेछ कलर चाहिँ एकदम मिठो है। अनि यसमा चाहिँ मेरो विचारमा चाहिँ बटर अलिकति कम्ती भएको जस्तो लाग्यो है। के कस्तो अब त्यो छ्याप छ्याप चाहिँ छैन, ठिकैको छ। एकदम अलिक कम्ती भएछ। अलिक ज्यादा हालेको भएर झन् दामी हुन्थेछ है। र लास्टमा अब बनाइसकेर यो डल्लो फ्राई गरिसकेर चाहिँ पुरा एकमुष्ट तपाईँहरूलाई देखाउँछु है। के कस्तो भन्छ तपाईँहरूले कमेन्ट बक्समा आएर कमेन्ट गर्न सक्नुहुनेछ। सो गाइस फाइनली मेरो झुपडीमा बनिसकेको छ डुनोट है। र यो चाहिँ मैले कसरी बनाएको भनेर चाहिँ तपाईँहरूलाई देखाउने छु। आउनुहोस् हेरौँ यसको प्रोसेसिङ के छ।